नमस्ते सबैलाई। आज चाहिँ म राइड निस्किसकेको छु है। बब्बाल चिसो छ। ठ्याक्कै लाएर भन्नु पर्दाखेरि चाहिँ अहिले चाहिँ म काप्याङतिर छु है। कोरियामा जाडो चाहिँ एकदमै बढिसकेको छ। बिहान बेलुका चाहिँ एकदमै बबालै छ। दिउँसोतिर चाहिँ ठिकै छ है। घाम लाग्यो भने राइड गर्न सकिन्छ भनौँ न दिउँसो त। अब हाम्रो यो सिजनको राइड पनि लास्ट भइसकेको छ है। अब त 10-20 दिनपछि त स्नोइङ हुन सुरु हुन्छ है। अनि स्नोइङ भएपछि त गेम ओभर हो क्या। अब 2-3 महिना चाहिँ मजाले रेस्ट हुन्छ भनौँ न। राइड साइड हुँदैन, त्यही हो। सर्ट राइडहरू हुन्छ आफ्नै एरियातिर, लङ राइड हिँड्नु सकिन्न। अनि आज चाहिँ हाम्रो एकजना नयाँ राइडर नै आउनुहुन्छ अरे भन्दै हुनुहुन्थ्यो हाम्रो कुशल ब्रदरले। के गर्नुभयो हाम्रो मिटअप लोकेसनमा अब गएपछि थाहा हुन्छ है। ठान्डो बबाल रहेछ त, अझै राम्रोसँग नझरेको रहेछ त यता त। ए हेर्नु न, कोही रुखमा चाहिँ झरिसकेर छ, कोहीमा चाहिँ हरियो पनि छ है। सो अहिले चाहिँ हाम्रो मिटअप भइसकेको छ है। हाम्रो मिटअप लोकेसन चाहिँ यस्तो छ है, दामी छ। अहिले चाहिँ अब विन्टर लाग्न थालेर खासै राम्रो देखेको छैन, तर समरमा चाहिँ यो सबै डाँडाहरू हरियो देख्छ क्या। यस्तो दामी छ, खुल्ला ठाउँ है। सुन्ने छ, राइड गर्नलाई मजा छ। योभन्दा मासतिर कर्नरिङ सबै मेरो बाइक यहाँ रहेको छ। अनि आज हाम्रो ब्रदर आउनुभएको छ, डुकाटी स्क्रैम्बर 800 है। हाम्रो कुशल ब्रदरको भइहाल्यो, हाम्रो मस्ती ब्रदरको। सो अनि हाम्रो ब्रदरको डुकाटी चलाइ हेर्नु पऱ्यो है। यस्तो मिठो लाग्यो साउन्ड चाहिँ। अघि एकचोटि स्टार्ट गरेर सुनेको थिएँ, साउन्ड सुन्नु ल कस्तो बगाल्छ क्या। ओए यस्तो मिठो पड्केको क्या। बवाल आउँछ होला क्या। कस्तो मिठो छ क्या। त्यसरी राइड हानी हेर्नु पऱ्यो है। सिटिङ पोस्टर पनि बवाल छ हो। ओए खतरा हो यार। कस्तो मजा आएको हो। ओए त्यो 2 गियरमा त नपुग्ला जस्तो पो हुँदो रहेछ त, घटट्ट गर्छ त। आज दामी पड्किने रहेछ क्या। ओ पावर त यस्तो मिठो रहेछ यार यसको। एकचोटि राइड हान्नु पर्यो यता गएर ल। आज ओ कर्नरिङमा चाहिँ हल्का डर हुँदो रहेछ, हल्का हलेको जस्तो लाग्यो। फेरि कर्नर पनि अति नै रहेछ क्या ओह्रालोवाला यार। बाइकर्सहरू पनि आउँदै रहेछ खतरा। ओए दामी लाग्यो यार। ओए कर्नर त कस्तो खतरा पो छ त यता त। अहिले कर्नरिङ हान्ने चाहिँ हामी यही साइडमा हो होइन। दामी लाग्यो यार। म चाहिँ यतैतिरबाट इलिगल युटर्न हानेर फर्किन्छ है। त्यो साइड मात्र गर्न आएको। ओहो दामी के साउन्ड पनि यार। डुकाटी स्क्रैम्बर 800 है यो बाइक चाहिँ है। ओहो 100 त चिनमा पुग्दो रहेछ क्या। दामी लाग्यो ल यार। कर्नरिङ हान्ने ठाउँ चाहिँ हेर्नु न यस्तो बवाल छ है। अब यिनीहरू त अलिक क्लासिक बाइक हो नि त, धेरै सुझाउनु भएन होइन। आज बवाल दामी लाग्यो यार। ओए कस्तो मजा आयो हेर्दाखेरि चाहिँ। हाम्रो नेपालको त्यो ट्राइम बाइक जस्तो देख्ने क्या है। चलाउँदाखेरि त यस्तो मजा आउँदो रहेछ कि दामी मजा आयो है।
ल ठिक छ हामी अब कर्नरिङ हान्नु निस्किन्छौँ हाम्रो ब्रदरको बाइक निकालिदिएँ मैले यसको स्टार्ट गर्ने बेला साउन्ड यस्तो मिठो पड्किन्छ क्या गर्छ क्या कस्तो मजाले यो बाइक चलाउनुको मजा चाहिँ अर्कै छ है फेरि लास्टै मजा छ क्या यो बाइक चलाउन चाहिँ एकछिन घुमाउँछु है म वार्मअप गर्नु पऱ्यो यो बाइकमा एकछिन तर धेरै निहुरिनु पर्ने क्या यो बाइकहरू यस्तो दामी लिनुहुन्छ पावरले पनि हो क्या जति लिनु गऱ्यो पनि होइन सलक्क उड्छ क्या पावर भयो भने यस्तो दामी क्या अप्ठ्यारो यार चलाउन बानी नभएर होला मोबाइल अप्ठ्यारो तर मजा चाहिँ मजा है यो बाइक चलाउँदाखेरि अब हामी निस्किनु पर्ने हुन्छ यहाँबाट ल यार ल अहिले त खतरा सुतेछ नि त अनि यहीँसम्म भेटेछ त के हो यस्तो खतरा कुदाउने भइसक्यो म ए ल सब घोटेछ त यहाँ यार छेउसम्मै घोटेछ ल भर्खर न छैन छैन जम्मा यहाँसम्म है त्यसले त पुरै हानेको होइन अगाडि पनि है यहीँसम्म मात्र छ है त्यसको उहाँ यतातिरसम्म घोटेको देखेको रिङ पनि हल्का घोट्यो अझ हाम्रो ब्रदरले त सिकाउँदै हुनुहुन्छ है प्रो राइडर हो नि त त्यो भएर 10 लाख पनि तिर्नु पर्छ सो हामी चाहिँ अब कर्नरिङ हान्नु हिँड्यौँ ओह्रालो छ स्लोमा जानुपर्छ यार नत्र त स्पिडमा त हुँदैन मजा आउँछ क्या अरूभन्दा पनि ओह्रालो जानुभन्दा पनि कुशल ब्रदरहरू त सुतेर आएको छ है के साह्रो हो बबाल सुधार आज त न्यु कलर रहेछ खतरा खतरा दामी दामी
टाढाबाट आउट 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 आउनु हो नि आउटबाट इन इन गरेर आउट इन आउट आउट इन आउट गरेर ल बल प्र्याक्टिस हुँदैछ हाम्रो यहाँ कुशल बजार हेर्नु न कति ल्याप हानिसक्यो एकछिनमा तल पुगेर एकछिनमा माथि आइपुग्छ क्या ball डिगवाला खतरा हानेर आउँदो रहेछ बबल हान्यो आज यार हाम्रो कुशल ब्रदरले त यहाँ रोसो लेखेको नि मेटाइदिएछ सिर्लित्तै नि यता पनि हाम्रो ब्रदरले त खतरा हान्नु भएछ नि यत्रो डुट्टो पुरा त धसाउनु भयो नि ट्र्याक हान्नु भयो अब एल्बो ट्र्याक है हुडी सुडी च्यातेर जाने आज मेरो पनि 2-3 राउन्ड हानेर आएको मेरो पनि फुल भेटेछ नि रोस आइबी लेखेको अब मेटाउनु छ एक हानेर आउनु पर्यो ल दामी कर्नर छ क्या हेर्नु न बाइक त सुधी भ्याउँछ भनेर कर्नर चाहिँ बप्पाल हो क्या यस्तो दामी छ यहाँ एउटा आरसी पनि बवाल ओए मस्त ब्रदर भर्खर तल जानुभएको थियो उडेर आएको त मान्छे सुत्तो गर्छ त के साह्रो हो बडा हान्दैछ साथीहरूले अब
यहाँबाट इलिगल युटर्न हानेर फर्किनुपर्ने हुन्छ। अब गाडी साडी हेर्ने होइन, इलिगल युटर्न हान्ने अनि त्यसपछि जाने। बल बल खतरा हान्यो यार। सो आजको हाम्रो कर्नरिङ प्र्याक्टिस चाहिँ सकिसकेको छ होइन। अब यो कर्नरिङको ओह्रालो हुँदै हामी चाहिँ तलतिर लाग्नेछौँ। अब यहाँबाट चाहिँ हामी सुनसनतिर झर्नेछौँ। अनि सुनसनतिर एकछिन बसेर अनि त्यसपछि छुट्छौँ होला। यहाँको कर्नरिङ बाटो चाहिँ बवाल लाग्यो मलाई। अब टाइम मिल्यो भने फेरि नेक्स्ट टाइम फेरि आउनुपर्छ यहाँ चाहिँ। तर चिसो चाहिँ बवाल भइसकेको छ। यो सिजन नभए भने अर्को सिजन चाहिँ आउनुपर्छ। सो हामी चाहिँ अहिले माडमा बसेर खाना खान लाग्छौँ। हाम्रो दुईजना साथीहरू यता छ। भोकले मर्नै लागेको हो। हाम्रो कुशल ब्रदरको चाहिँ बाइकमा प्रब्लम भएर उहाँ चाहिँ जानुभयो। हल्का ब्याट्री प्रब्लम भएर कुशल ब्रदरलाई चाहिँ पठाइदिउँ। अब यहाँ रामेन म चाहिँ जुस खान्छु। मलाई चाहिँ खासै भोक लागेको छैन, घर गएर खान्छु। अब खाएर एकछिनमा निस्किने हो। रामेन खुवाइ हुँदैछ हाम्रो। जुस खुवाइ पनि हुँदैछ। दाम के बोले नै खाने मात्र गर्ने। सो आजको राइड चाहिँ हाम्रो सकिसकेको छ है। म चाहिँ घर फर्किँदैछु अनि साथीहरू पनि फर्किनु भयो। हाम्रो कुशल ब्रदरको बाइकमा चाहिँ हल्का ब्याट्री प्रब्लम आएर हाम्रो कुशल ब्रदर चाहिँ अगाडि निस्किनु भयो। अनि हामी तिनजना चाहिँ खाजा खाएर अनि निस्केको है। जो आजको राइड चाहिँ एकदमै रमाइलो भयो होइन। बवाल कर्नरिङ हान्यो। थ्याङ्क्स फर वाचिङ दिस भिडियो है। अब छिटै नै अर्को भिडियोमा भेट्नेछौँ है त।